more work than I can handle, man, so what's the deal? Keep stacking paper to the ceiling, ask her how it feels. Hello once again, good morning everyone. So आज चाहिँ day 2 at Club Himalaya and it's 5:30 AM already है. हामी अब सनराइज चाहिँ अब साइड में बाल्कनीबाट हाम्रो होटल बाल्कनीबाट देखिन्छ हैन, यही रुमबाट यहाँबाट हेर्छौँ है. अनि अराउन्ड 6 AM मा चाहिँ हामी सर्ट हाइक टु अब नवरपुर माथि टावरसम्म जान्छौँ. ओके, सो अहिलेको कन्डिसन चाहिँ यस्तो छ हैन. यहाँ हाम्रो बाल्कनीबाट सनराइज अलिअलि भइरहेको. सो म हजुरहरूलाई हैन सनराइजको भ्यू चाहिँ देखाउने छु अहिले चाहिँ. सो गाइज, इट्स अलरेडी सनराइज है. सन त्यही छ ऊ त्यहाँ तल. गुड मर्निङ सर. औ न के हो बत्ती बाले जस्तो देख्यो त. क्यामेरामा हेर्नुभन्दा पनि है हजुरको नेकेड आइले हेर्दाखेरि झन् इट्स लुक सो ब्युटिफुल. आहा, क्यामेरामा चाहिँ सायद टर्च लाइट जस्तो देख्ला होइन. होइन हो नि त, हजुरहरूले क्यामेरामा चाहिँ टर्च लाइट जस्तो देख्नुहुन्छ होइन. बट इफ यु वान्ट टु सी इट लाइभ देन यु क्यान कम हियर एट नगरकोट to watch sunrise. Amazing view of sunrise, and we are having green tea prepared by our sir, Mr. Samir sir. Thank you so much sir, Samir sir, for green tea. अब हामी यो ग्रिन टी को स्वाद लिँदै सनराइजको भ्यू हेर्दैछु यहाँबाट होइन. वाउ, अमेजिङ भ्यू हो. धेरै डुबाउनुपर्छ, ठिक छ. एकदम कडा हो. कडा वाले त बहुत कडा हो. टेस्टी हुन्छ सर. के गरिरहेको टेस्टी त होइन, अलिअलि तितो छ होइन. तितो छ र यस्तै हो ग्रिन टी टेस्ट. बट इट्स भेरी गुड फर यर हेल्थ होइन. बिहान बिहान चाहिँ क्या amazing. Wow. So guys, finally we are ready for the hike, short hike. So it's already 6:05 AM and now we are ready for the short hike to the Nagarkot tower samma हैन. So we'll go there. हाम्रो सर यहाँ रेडी हुँदैछन्. समीर सर, सिजेस भएन छिटो. So let's go guys, let's go. Early morning wake up and early morning exercise is very good for your health, you know.
Let's go. Short hikes. Wow. So अब चाहिँ हामी अब हिमालयबाट बाहिर निस्क्यौँ र we are heading towards the tower. टावर कति टाइम लाग्छ यहाँबाट? हो हेलो समीर सर आउनुहोस् है. What a beautiful puppies. Hello puppy. Puppy. Hello. Wow, it's so playful. Oh, hello puppy. Hello Kecha. Tikcha. Mom looks a little bit angry. And I play with her puppies. आर्मी वार कलेज हैन के रे त्यहाँ जननी जन्मभूमि स्वर्गद्वीप गरिएसी जोइन द नेपाली आर्मी सर्भ द नेसन. ओके अब आफू त सकिएन है आर्मी जोइन गर्न. अब आफ्नो फ्युचर कसैलाई मिल्छ भने चाहिँ आई विल सजेस्ट है गाइस. ल Taragaon Resort Hotel. Oh, here is isn't the army. Sri Nepali Sainik War College. Oh, nice one. I'm Prithviraj Sagan Salik. जय पृथ्वी. मेरो सानो के हो त्यो उता माथिले मेरो सानो केले आरजेको राज्य होइन यो भनेको छ नि. हेलो गाइस, सो आई एम गोना शो यु यति मात्रै घुमेर फर्किन्छ दाइ. सो यहाँ पृथ्वीनारायण शाह उहाँले भन्नुभएको छ के भनेको छ यहाँ मेरा साना दुसले आर्जेको मुलुक होइन सबैलाई चेतना भया. ए श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाह बडाको 2009. हो सर नेपाल सैनिक Good morning everyone. Here once again. Hi. Sir. What is 3 किलोमिटर छ इन्द्र. अब सर मिस्टिक माउन्टेन नि यतै रिजन मिस्टिक यताबाट यो अलि पर. हजुर त्यहाँ आएर दे मिस्टिकबाट त्यो जाने ठाउँ छ के हाइकिङ जस्तो त्यो बाटो हामी त्यता नगएर टावर नगएर त्यता पनि जान सक्छौँ हामी. ओके सर. ल सो लेट्स सी. भेरी गुड मर्निङमा यो सिजनको फर्स्ट ऐसेलु होइन यो पाएँ मैले खाँदैछु. वाउ मिठो हुँदो रहेछ यार. हजुर सर पाकेको छ सर. कुनै कुनै पाकेको छ मिठै छ सर. मिठै छ. भर्खर पाक्न सुरु गरेको छु.
my god. So hello guys. Yes. यसो खाने चाहियो गाइज हैन अब खाने ओ के हो यो wow, it's really amazing taste. I really love it. This organic हो guys नि Just hiking. यस्तो हिँडेर ऐसिलो खान पाइन्छ भने why not? Worth walking है. So after what minutes? 45 minutes of walking from Club Himalaya, we finally reached to our destination, right? Gravity station there. And here is the tower. Nagarkut view tower. Actually, tower the sun is So welcome to Nagarkut View Tower, Samir sir. ठिक छ ल टावर त सानै भिज चढौँला So guys थाक्यो है एकछिन let me breathe. So हिँडेर अब यहाँ आइपुग्यो टावर पनि चढ्दैछौँ हामी अलि सुन्दर छ संसार तिमी भएर हो कि माया सधैँ तिम्रै याद आउँदछ म जहाँ भए पनि माया चलिरहेछ. Oh my god! Wow! चलिरहेको के छ तिम्रो मनभित्र खै थाहै छैन तर पनि म माया गर्छु सधैँ तिमीलाई नै फेरि माया. Hello my beautiful wife, I missed you a lot. I love you. कसलाई मेरो गीत यसो कमेन्ट गरौँ भन्दा कमै हिँडेछ है अस्ति त फास्टै हिँडेछ ए अस्ति कता घण्टा हिँडेछ यार उता माथि पार्क ब्लिज हजुर ए हजुर हैन ओहो हो हो यो त के हो चढ्न नमन ल सर क्लाइम्बर्स ओ So here comes the Samir sir. La. Climb, push hard, push up. चढे ल.
यार टावर त पुरै खुइल लागेछ त जानु लागेछ ल so guys now it's my time so guys climbing is always an easy part तर झर्नालाई चाहिँ लास्टै गाह्रो I feel very much difficult to climb down चढ्दाखेरि त मजा आउँछ ल खिच न म यसो चढेको बुझ्यौ चढेको जस्तो गरेको त छिदियो कि हो जहिले पनि जुनै पनि ठाउँमा उकालो चढ्न र माथि उक्लिन त सजिलै हुन्छ के अलिकति आइडिया ट्रिक युज गरेन हैन तर एकचोटि यो उचाइमा पुगिसकेपछि झर्न चाहिँ गाह्रो हुन्छ है सजिलो नि सबै कुरामा एउटा हाम्रो 4 जनाको फोटो निकाल्दिनुहोस् न आउ त यता बस्छु यो साइडमा This is the view from tower also sir खास घुमाउन एक राउन्ड back so guys we are back from our small hike to the tower right now and it took almost कति घण्टा लाग्यो हामीलाई 1.5 hours लाग्यो है गएर आउन जाँदाखेरि चाहिँ क्वाइट उकालो थियो त्यो अलि टाइम लाग्यो फर्किँदाखेरि चाहिँ हामी छिटो फर्क्यौँ अब चाहिँ हामी स्विमिङ गर्छौँ अनि त्यसपछि we'll take a sauna bath jacuzzi and after that we'll take a short bath then we'll get fresh and we'll have a breakfast right so guys see you in breakfast time A few moments later. Hello guys once again welcome back so आज हामीले के गर्यो हेलो समीर सर स्विमिङ गर्यौं सो आज हामी हाइकिङ गरेर आयो पहिला त हैन हाइकिङ गरेर आयो त्यसपछि हामी के गर्यो रे मलाई गयो स्विमिङ गर्यौं गाइस हैन त्यसपछि we took a hot sauna bath and then we had a breakfast हैन ब्रेकफास्ट मा चाहिँ अब हजुरहरुलाई देखाउन सकिन है इट्स बिकज मैले चाहिँ मेरो क्यामेरा यहाँ चार्ज गरेर राखेको थियो अनि उतैबाट बात स्विमिङ गरेर we took a bath अनि त्यतैबाट हामी ब्रेकफास्ट गर्न गयो किनकि ब्रेकफास्ट टाइम चाहिँ only up to 9:30 थियो सो रुममा आउन सकिन हैन चान्स नै पाएन रुममा आएर चेन्ज गरेर जानलाई सो क्यामेरा लान पाइन ल अब चाहिँ हामी अब हाफ एन आवरमा मिटिङको लागि रेडी हुँदैछौँ गाइज हैन त्यसपछि we'll have our meeting part 2 today at around 10:30 am and then after meeting then I think we'll check out around I don't know maybe 1 p.m. So guys stay tuned till then bye bye so guys it's already 12:30 am and it's time to check out right so हामी अब चेकिङ आउट गरिसक्यो र हामी चाहिँ अब होटलबाट बाहिर we are checking out let's go guys so one night 2 days हाम्रो प्याकेज लगभग खत्म भएको छ अब अरूको डिनर टाइम भयो हाम्रो चाहिँ चेकआउट टाइम भयो सधैँ लाग्छ मलाई एउटै कुरा लेट्स गो आहा देखेर मजा आउँदो रहेछ पापड तकाली खाना है पापड मिठो थियो बरु कस्तो मिठो थियो पापड
कच्चा खाना मिल्दैन चलि नाइस सो गाइस चाहिँ हामी चाहिँ अब यो स्पेसल उकाली भान्साघरबाट होइन उकाली खाना सेट खाएर निस्केको छ होइन अब चाहिँ इट्स अलरेडी 3 PM 3 बजिरहेको छ सो नाउ वी आर हेडिङ ब्याक टुवर्ड्स आवर अफिस अनि त्यसपछि त्यहाँबाट हामी आफ्नो साधन लिएर घर जानेछौँ है हजुर छ क्या यार दिस इज नगरकोट बजार मुत्न गए अरे अन्तखेरि एट डे टाइम पे ऐसा होता है ये बाजार बहुत सुनसान है आजकल रात में बहुत सारी झिलिमिली होता है कुछ नहीं दिखाते ये आँख से दिन पे बहुत सुनसान है नो झिलिमिली नो विजिटर्स नो टूरिस्ट ओन्ली अस एन्ड लोकल पिपल्स हियर अफ सिजनमा यस्तै हो सिजनको बेला त प्याक हुन्छ होला है हाउ पेट चलिङ भन्ने So guys, so अब रात 2 दिनको बसाएपछि हामी नगरकोटबाट ब्याक टु आवर होम है जाँदैछौँ ल सो गाइज ल बाई बाई अनि के भन्नु छ भनौँ न सर ल भनौँ न थ्याङ्क्स फर वाचिङ अनि प्लिज लाइक ओके सेयर एन्ड सब्सक्राइब थ्याङ्क यू ल थ्याङ्क यू सो मच हाम्रो समीर सरले भने जस्तै गरौँ है सरहरू फेरि नत्र समीर सर इज भेरी डेन्जर पर्सन है काट डालेंगे ओके गाइस ल बाई थ्याङ्क यू